साथीहरु नमस्ते वेलकम टु माई मिनी भ्लग र हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु र आज चाहिँ भदौको 1 गते नागपञ्चमी परेको रहेछ र सोमबार पनि परेको अनि दिदी चाहिँ सोमबारले व्रत लिनुभयो नि त साउनको अनि सोमबारे व्रतमा दिदी चाहिँ आज व्रतको पूजा गर्दै हुनुहुन्छ अनि आमा र बाबा चाहिँ आज नागपञ्चमी पूजा गर्न लाउनु भएको के साथीहरु अनि नाग चाहिँ हाम्रो चाहिँ ओ त्यहाँ यो चिलाउनेको है यो ठोस्नेको फेर्नेर छ के साथीहरु अनि यो चाहिँ हाम्रो बारी भयो अनि म चाहिँ अहिले माथि छतमा छु साथीहरु अनि आमाहरु पूजा गर्न जान लाउनु भएको छ केको जुना आइ त्यो धुबाले जुना खै उस बोरामा यो त सुन बाबा चाहिँ अगाडि गइसक्नु भइसक्यो साथीहरु आमा चाहिँ जाँदै हुनुहुन्छ घरबाट निस्किनु भयो सामानहरु लिएर जानुभयो पूजा गर्ने सामानहरु साथीहरु बाबा चाहिँ त्यहाँ पुगिसक्नु भयो नागथानमा आमा चाहिँ त्यहाँ पुग्नु भयो तर जानु भनेको त लाउँदैन भन्यो पानी परेर हिलो भयो कि त्यही भएर आमा चाहिँ झ्याउमा लिइरहनु भएको थियो यत्रोबाट त्यो ढुङ्गाले हानेर पक्कै लाग्यो हात कति सिधा हो त तल झ्याडतिर गयो यत्रोबाट मुसन सानो छ र यो दाउरामा यो होइन उता दाउरा मलाई यस्तो हेरेको त कि त के गर्नु बिहान हेरेको बिहान त्यता गएन हो त्यहाँबाट हेरेको मैले यहाँबाट हेरेको त्यहाँबाट हेरेको अनि यसो हेरेको चलिरहेको रहेछ अनि त्यो मुसन छ भने हेरेको त मलाई त त्यो हो त्यो ढुङ्गा टिपेर हाने त भुवाकै लाग्यो कि उहाँ त्यत्रो टाढा नि जाँदा जाँदा तल गएर भाग्यो मुसा खाइदियो भयो के गयो गयो तल गएर झ्याडीमा म जाँदा जाँदा तल गएर ए हुँदा हुँदा तल गएर अनि आज नागपञ्चमी दिन झन् मुसा घाइते बनायो मेरो काम चाहिँ दाल बसाल्दैछु साथीहरु म चाहिँ पूजा गरिरहनु साथीहरु म चाहिँ अब हाम्रै बारीमा फलेको करेला खोज्न जान्छु है त अनि परेको त सेल चाहिँ सिद्ध छ कि साथीहरु तर नि साथीहरु करेला भनेको चाहिँ मेरो चाहिँ मासुबाट मलाई नभए नि हुन्छ कि करेला चाहिँ मलाई एकदम मनपर्ने हो तरकारीमा त्यही भएर म चाहिँ अब तरकारी पकाउनको लागि भान्सेरी हो नि त तरकारी पकाउनको लागि म अब यहाँ करेलाहरू खोज्छु साथीहरु जिग्रा यसरी छ करेलाहरू कुमुट करेला टिप्छ एकदम हामीले चाहिँ सुरुको चाहिँ एकदम ठुल्ठुलो खायौँ कि साथीहरु अनि अहिले चाहिँ अब लास्ट भएर होला करेला चाहिँ सानो मात्रै फलेको छ कि मकै बारीमा छिरेछु साथीहरु मकै बारीमा करेला त बोक्दा छ करेला चाहिँ छ कि छैन भन्ने कुरो हो कि यहाँ करेला चाहिँ अति खाइने कि हाम्रो चाहिँ आमा र म के सासू बुहारी चाहिँ एकदम करेला लभर करेला फलेको रहेछ अब शीतमा भए पनि टिप्नु त पर्यो
अगाडि बारीमा धेरै नै फलेको रहेछ। अब म चाहिँ पछाडितिर जान्छु है। खोल्न पऱ्यो नि त साथीहरू। करेला फलेर रहेछ साथीहरू। म चाहिँ करेला टिप्छु। अब यो करेला चाहिँ अब ठुलो हुँदैन कि लास्टको निस्केको करेला हो नि त। अब त्यो करेला ठुलो हुँदैन, त्यही भएर मैले चाहिँ सानैमा टिपिदिएँ साथीहरू। हाम्रो बाख्राहरू पनि छ साथीहरू। हामी चाहिँ काममा यति बिजी हुन्छौँ, कुरा गरेर साध्यै छैन। मैले काटेको घाँस यहाँ छ। काममा यति बिजी हुन्छौँ, तर मान्छे भनेपछि कामहरूमा चाहिँ एकदम बिजी भएकै राम्रो हो साथीहरू। किनभने काम भएन भने अनेक कुराहरू मनमा खेल्न थाल्छ नि त। अनि काम गरेपछि मलाई फेरि काम गर्न चाहिँ मन लाग्छ कि नजानेको कामहरू कुराहरू पनि सोधी गर्न मन लाग्छ। त्यही भएर म चाहिँ सोधी भने नि गर्छु। र म चाहिँ लाइफमा बिजी नै हुनु ठिकै। मलाई चाहिँ म बिजी नै हुन्छु। म बिहानदेखि बेलुकासम्म बिजी हुन्छु। त्यही नै मेरो लागि चाहिँ ठिक छ साथीहरू। अब म चाहिँ तरकारी पकाउनुतिर लाग्छु। आमाहरू चाहिँ त्यही छ, पूजा गरिरहनु भयो आमाहरू। हामी चाहिँ सधैँ आफ्नै बारीको तरकारीहरू खान्छौँ साथीहरू। अनि हामीले चाहिँ बारीमा अगाडि पछाडि सबै बारीहरूमा चाहिँ तरकारीहरू लगाउँछौँ, दालहरू लगाउँछौँ, मासुहरू के लगाउँछौँ नि त। मकैहरू लगाउँछौँ साथीहरू। अहिले मकै अझै पनि छ, मकैहरू छ। कोहीमा मास छरिसकेको छ है। र अहिले म चाहिँ आफ्नै बारीमा फलेको तरकारीहरू पकाउनु लागिरहेको छु। यो घेरौँला चाहिँ आफ्नै बारीमा फलेको भयो, मैले काटिसकेको छु। यो करेला नि आफ्नै बारीको, मैले अघि नै देखाइसकेँ, बारीमा गएर लिएर आएको साथीहरू। अनि यो आलु पनि हामीले आफ्नै बारीमा रोप्छौँ कि साथीहरू। र यो हामीले अर्ग्यानिक कुराहरू खाँदाखेरि हामी स्वास्थ्य हुन्छौँ नि त। अनि यो प्याज पनि आफ्नै बारीमा फलाउँछौँ, हामीले रोप्छौँ कि प्याज लसुनहरू सबै रोपेको हुन्छौँ। अनि यो भट्टा पनि आफैले रोपेको हो कि। र हामीले चाहिँ सबै कुराहरू अर्ग्यानिक खान्छौँ। टमाटर पनि हाम्रो अर्ग्यानिकै हुन्छ, हामीले नै बनाएको हुन्छौँ। तर यो समयमा चाहिँ तरकारी के अरे टमाटर छैन नि त, टमाटरहरू छैन। अनि त्यही भएर टमाटर चाहिँ हामी किनेर लिएर आउँछौँ साथीहरू। नत्र पुरै हामी अर्ग्यानिकै हो। जहिले अर्ग्यानिक काउली अन्डा लगाउने बेला हामी काउली बन्द लगाउने बेलामा हामी काउली बन्द लगाउँछौँ, बोडी लगाउने टाइममा हामी बोडी लगाउँछौँ, मकैहरू लगाउने टाइममा मकैहरू लगाउँछौँ। यो घेराउला करेलाहरू लगाउने टाइममा घेराउला करेलाहरू नै लगाउँछौँ कि साथीहरू। अनि यो प्याज लसुनहरू पनि हामी सबै आफैले लगाउँछौँ। मुसुरको दालहरू अनि धान है, चामल के हामी सबै लगाउँछौँ। अन्त प्रायः हामी घरकै खानेकुराहरू खान्छौँ, हामी बाहिरको खानेकुराहरू प्रायः खाँदैनौँ। त्यही भएर हामी स्वास्थ्य निरोगी हुनुपर्छ भनेर चाहिँ त्यही भएर मैले एक गते दिनमा खाइदिनु पऱ्यो भने साथीहरू। बाबाहरू चाहिँ बाबा र आमा चाहिँ पूजा गरेर आइसक्नुभयो। अब हामी टिका लगाउने कार्यक्रम। अलि मजाले देखाउनु पऱ्यो बाबालाई। तालु किन बोलेको ल आमालाई होला पहिला, श्रीमतीलाई। यता बस्नु न आमा, यता। आशीर्वाद दिनु। किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं। कंट्रोल एकदम सुख शान्ति भइसक्यो। नाक बाबाको पञ्चमीको टिका लगाएर भन्ने नाक बाबाको कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? पञ्चमी आज
हजुरले खै अर्को टिका नि छ टिक्कै किन टिका लगाउने किन तिमीहरूले लगाउनु त लडिदिएन टिका लगाएर म त खै के गरौँ भइरहेछ एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु आमा कमी अघि मुखु त झरेको हिजो त लाथेको नै कान्छा लहरिदिन्छु भने मलाई बाबाले तिमी नलगा बाबा लगाएर तिमी शान्ति भयो पेट ठुलो भयो रक्षे गरेर 8 साल हुन्छु छैन मैले एकदमै क्षमा मागिसक्यो वारी यु What's your problem, Bandhu? प्रब्लम क्षमा मागेपछि माफ दिन्छ आज नागपञ्चमी 1 गते नै पर्यो राम्रो है अब पूजा चाहिँ भइसक्यो सकिसक्यो पूजाहरू अब हामी खाजा खानातिर लाग्छौँ होइन अनि खानासाना नि पाकेर पनि छोरी स्कुल गयो दिदी पसल जानुभयो अब म पनि खाना खाएर पसल जाने समझ रहे हो छु यस्तै भिडियो हेर्नको लागि चाहिँ साथ सपोर्ट गरिदिनु होला साथीहरू र आजको दिनको होइन आज नागपञ्चमीको दिनको सबै भिडियोहरू मैले हजुरहरूलाई यो भ्लग मार्फत देखाइसकेको छु साथीहरू अब हजुरहरूले एकदम साथ दिनु होला सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ भिडियो बाई